पुरै त्रिशुली आमा लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ। ओहो पुरा ड्याम फुटेर आयो यार, पुरा चाइनाको ड्याम फुटेर आएर रहेछ। आमा ल यहाँ हामीले अब ओहो यार यो पुरै ड्याम फुटेर आएको यो घर गयो यो ल सेकेन्डमै ल यार मैले भने नि बटारतिर फोन गरिदिउँ कि फोन गरौँ है अनिललाई। फोन हान्न फोन मेरो बिहानै सिट्यो भने पैसा छैन सिट्यो ल अहिले ल अहिले खोला तुरन्तै माथि उठ्ने यार ल यो त कति मान्छे ल यार कति मान्छे मऱ्यो होला है, कतिको के कति कति अब जम्मा मान्छे घरमा चुलाएर बसेर नि बेलुका जम्मै डुबिसक्यो यहाँ अनि ओइ अनिललाई फोन गर्न आइदियो मान्छेले फोन गरे भने फोन नआइपुग्दैन। राम 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 हरे राम राम हरे राम 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 भर्खर आउँदै हो नि भर्खर आउँदै गरेर करायो अनि हामी दौडेर हेरेर आएको यस्तो भइसक्यो त्रिशुली पुगेकै छैन हेर्नु, पुगे होइन त्यो पोखरी त्रिशुली पुगेको छैन, त्रिशुली पुगेको छैन। कोही मान्छे छ भने भाग्न लगाउनु है, भाग्न लगाउनु दुई नम्बरको पुल आइपुग्यो सर।